फर्स्टमा लजेरिका एउटा जी आँखा नहेरिकन हिँड्न यस्तो गोरो हेर्नु अहिले अहिले नखोल 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 खोले नि हुन्छ होइन होइन थाहा हुन्छ नि Do get it wood once 10 times and say I am so lazy person. Wow! Dear pare. आफ्नै डियर परे हो आफ्नै डियर आफैले परे है ल तिमीले ल गर तिमीले थाहा उठ बस 10 पटक रे गाई आफ्नै दिएर आफैले पर्यो भन्दै भन्दै गर्ने उनी छिटो रियो गर्ने त्यसरी गर्ने सही मान्छे ल अमला सँगले गर्नु ल यो पकाएर पर्दैन अनि अब अहिले बायस भन्छ यसको बारेमा आँखा बन्द गरेर यसको बारेमा Like, what would you do if other randomly person started calling you baby in public like you are in a drama? सक हुन्थे एकछिन त सक हुन्थे अनि गएर झगडा हान्थे सक हुन्थ्यो फर्स्टमा चाहिँ अनि फेरि गएर सोध्थे किन भनेको भनेर मेरो बारे अनलाइन छिराउनु दिएको वा यो त आकृतिकै हो क्या मोटो मोटो छ मेरो अहिले खोल्दैन के छ इन्कोमा वा उसलाई देऊ न उसले मैले पढ्छु उयो पर्छ उसको पढ पढ अनि के त अनि तिमीले आफै अनि मेरो हाम्रो पालिमा त गेस गर्नु भनेन नि त ओके ओके मैले नि गेस गरेँ होइन तिमीले थाहा पाइसक्यो नेक्स्टमा गरौँ पिट्ने अरे अझ वाट इफ यर लाइफ ह्याड अ रेटिङ वाट वुड इट बी एन्ड वाइ क्वेसन के नै तिमीले आफ्नो लाइफलाई कतिसम्म रेट दिन चाहन्छौ म त कस्तो बुझेन नि त क्वेसन 1 देखि 10 सम्म कति रेट दिन्छौ भनेको मेरो लाइफलाई 5 दिन्छु 5 वाइ सोलो क्वेसन पनि हो किनभने मेरो जिन्दगी यता न उताको छ सो 5 ए ल बस्तानी गएन मैले अघि ए सरी छिटो यस्तो गरेर त आधी घन्टा यही भ्यू छ देऊ 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 भन ल यो चाहिँ कसको होला गेस गर है सपोज तिम्रो एक्स ब्रेकअप पछि आएर एज अ फ्रेन्ड भएर बोलम भन्यो भने के गर्छिस् बोल्छिस् एज अ फ्रेन्ड भएर बोल्छिस् सपोज है एक्स भयो भने तिम्रो होइन त्यो के गर्थ्यौ के गर्छिस् होला बोल्थेन साथी भएर किन बोल्ने त तँ गयो अब तँ मेरो लाइफमा छँदै नै एज अ फ्रेन्ड भन्न खोज्यो नि त एज अ फ्रेन्ड भएर बोलौँ लभर टाइपको नबोलौँ भनेर अरे होइन नै गइसकेकोलाई जान ल्याउनसम्म बोल्दा नि बोल्दैन अनि यो चाहिँ कसले लेखेको होला भिडियोहरू कविता नाइस राइट नभन् सोध्नु पर्ने रहेछ यो त भाइ अरू भन न यो त कहाँबाट हालेको छु यहाँ Dare! I dare to go and take selfie with stranger. उसले पनि आफ्नो हालेर आउनु पर्यो दे हामी पर्छौँ किन सानोले तिमीले लिनुपर्छ उता आयो धर ओके ओके ल बोल बोल डियर मेरै डेयर पऱ्यो त्यसो भए क्याम्पसकै एउटा केटालाई गएर आफूभन्दा अगाडिको मान्छेलाई के भन्न चाहनुहुन्छ भन त्यही के अगाडिको मान्छेले के भन्छ अगाडिको मान्छेलाई के भन्न चाहने वाउ फेरि केटालाई छ कि यहाँ त अगाडिको मान्छेले के भन्नुहुन्छ नि क्वेसन मात्रै आन्सर मात्रै दिनु के अगाडिको मान्छेले के भन्न चाहनुहुन्छ मैले अगाडि मान्छे जसलाई नि कस्तो सुख दिनुहोस् यस्तो भनिन्छ नि हाम्रो त इक्जाम चलिरहेछ अब यही भन्छन् तिम्रो पेपर कस्तो भयो भनेर भिडियो हाल्दै के हुँदैन होला नि बनाउनु हुन्थ्यो नि म सोचेको थिएँ डेढ त सबैलाई पऱ्यो है तिनटैले एउटा एउटा यो चाहिँ कसको होला जेविका आके
छ हाइटै हाल्छ मोटो छ त्यो भएर ओके मान्छे पात्लो भए पनि हेर्ने चाहिँ मोटै रहेछ ल के होला तिम्रो प्राइभेट मुभमेन्ट एक्सिडेन्टली के अरे रिल बनाएर भाइरल के अरे भयो भने घरबाट बाहिर निस्किन्छौ प्राइभेट मुभमेन्ट रिल बनाएर कसैले जुन कुरा देखाउन हुँदैन त्यो कुरा तिमीले अब हुन्छ नि त्यो रिल्स भएर बाहिर पब्लिकमा आइछ नि अनि के गर्छिस् त बाहिर निस्किन सक्छिस् भन्न खोजेको घरबाट बाहिर निस्किन्छौ मतलब कोही मान्छेले मेरो प्राइभेट या जुन हुन्छ नि जुन बाहिर समाजमा अलिकति नराम्रो प्राइभेट मुभमेन्ट भनेको अब तिम्रो बोयफ्रेन्डसँग प्राइभेट मुभमेन्ट गाह्रो हुन्छ नि त अगर कसैले रिल बनाएर हालिदियो अनि के हुन्छ तिम्रो घरबाट बाहिर निकालिदिन्छ कि सिधै माथि बाहिर निस्किन सक्छस् होला अलि दिनसम्म गाह्रो हुन्छ त्यसपछि सकिन्छ दुईटा आएका पछि मगर तेरो त होइन के रे त्यही वा चाट दिया रे ले त ल धेरै वाट्स द क्रिन्ज थिङ्स यु हेभ ए कसले सोधेको क्वेसन हो यो तिमीले तैँले सोध्ने हो कि यो उसलाई तिम्रो पेपर हो के देविकाको ए सब इङ्ग्लिसमा लेखेछ मैले सब नेपालीमा लेखेँ What's the crazy things you have done for your crush or lover to make move first to kiss you? भन अब नेपालीमा एक्सप्लेन गर्दिनु त्यो पनि तिमीले कुन मुभ भन तिमीले लाइक कुन क्रिन्स या त कुनै फर्स्ट मुभ तिमीले गर्छौ कि तिम्रो बोयफ्रेन्डले तिमीलाई किस गरोस् ए तिमीले के मुभ गर्छौ अरे कि मतलब अगाडि बोयफ्रेन्ड या हस्बेन्डले किस गरोस् तिमीलाई मन लाग्यो ल नजिकै जान्छु अनि लाइक हुन्छ नि अब होइन के भन्छ यसरी गालामा जान्छ कि गालामा किस गर्ने अनि त्यसपछि यहाँ किस गर्ने यता किस गर्ने अनि त्यसपछि भइहाल्छ आफै ए अब त्यही मुभ रे कि नजिक जाने मुभ के गर्ने अब कसैको परे होइन यहीको मान्छेको पर्छ क्या मलाई त आकृतिको छिटा परेन मलाई खानेको होइन के हामीले क्वेसन त आफ्नो आफ्नो क्वेसन आफैले परे होइन मैले त जानी पनि यो समाते होइन कि लिगे होइन वाट इफ योर फ्युचर हस्बेन्ड ह्याड क्यान्सर डु यु स्टिल स्टे विथ हिम अर नट बस्छु किन स्टे नभने अरू गर्छु नि माया गरेपछि त बिहा गरिसके सिन्दुर छ त्यही गर्नु पर्दैन है अब यही आकृतिको हेर्दा किन पढ्नु पर्छ बाबा किन पढ्नु What if we had to depend on you in an emergency है should we start praying now रे अगर हामी पुरै तेरोमा डिपेन्ड भएर बसेँ होइन इमर्जेन्सीको अब लाइक कसैको एक्सिडेन्ट भयो या फेरि अब अर्जेन्ट काम पर्यो अनि तिमी माथि डिपेन्ड हुनु पर्यो तिमीले त्यो काम तिमीले मात्र गर्न सक्छौ भनिसकेपछि के अब के गर्ने अब हामीले अनि प्रेङ सिङ के अब सुरुमै प्रेङ भनेको अब हामीले भगवान्सँग प्रार्थना गर्नु पर्यो कि के भन्छ उसकै के भन्छ अरे के नाइ लाइक तिमीले मलाई त्यो जिम्मा देखाऊ के होइन मैले गर्थेँ राम्रोसँग निभाउँथ्यौ ल ठिक छ सके पार ओ माइ गॉड एमर्जेन्सी बेला नसम्झ त्यसो भए त्यही नसम्झेकै ठिक छ त्यसो भए ल क्वेसन तिमीहरूको मैले देखेँ खत्तमै रहेछ तिमीहरूको क्वेसन त के क्वेसन गरेर आएको तिमीले चाट जेपिटीबाट चाट जिपिटी रे चाट ओ माइ गॉड चाट हो के चाट भयो छोडा चाट जिपिटी व्हाट्स योर बिगेस्ट टक्सिक बट एट्र्याक्टिभ टाइप रे तिम्रो बिगेस्ट टक्सिक तर एट्र्याक्टिभ टाइप के हो केटामा नाइ आफूमा चुप केटामा सोध्ने हो नि कहाँ उसले आफूमा सोध्ने हो र केटामै होइन तिमीले आफ्नो भन्न सक्यो आफ्नो भन्न मतलब बिगेस्ट तिम्रो टक्सिक कुन छ नेचर अनि तर त्यो हुन्छ नि सबैमा एउटा न एउटा एट्र्याक्टिभ लाग्ने पहिला तिम्रो लागि टक्सिक तर अरूलाई चाहिँ एट्र्याक्टिभ लाउने के कोही फेरि आफ्नो रिसमा पनि कोही मान्छे फिदा भइरहेको हुन्छ कोही आफ्नो बडी टक्सिक भनेको त अब को यता नजा उता नजा अनि त्यसपछि नाइका अरू पनि त टक्सिक हुन्छ नि त कस्तो हुन्छ र अरू
अनि के यसले ततमा गर्ने नजा भने केटा यसको टपिकमा खुइरा हुन्छ एट्र्याक्टिभ हुन्छ लाइक टक्सिक के लाइक हुन्छ नि तिम्रो टक्सिक कुरा के हो मतलब त्यस्तो तिम्रो आफ्नै बारेमा भन न लाइक यो क्वेसन रङ भयो कि भएन यस्तो हुन्छ एउटा टक्सिक साइड तिम्रो भनेको रेड फ्ल्याग तिम्रो के हो एउटा भन रेड फ्ल्याग म धेरै रिसाउँछु अनि एउटा एट्र्याक्टिभ पार्ट तिम्रोमा के छ मतलब कुरा भनौँ न जे कुरा पनि भनौँ के होला धेरै माया र धेरै केयर तिमीले देखाउँदै हिँड्छौ र सबैलाई एट्र्याक्ट हुनलाई मतलब ऱ्यान्डमली जसले पनि एट्र्याक्ट भयो एट्र्याक्ट हुनलाई त मेरो आँखा हो त्यो भन न माया तिमीले माया त सबैलाई गर्दै हिँड्दैनौ नि एट्र्याक्टिभ भनेपछि त उसले अब कसैलाई हेल्प गरिरहेछ उसले कसैको लागि हेल्पफुल नेचर भन्दैौ न त यसलाई केयर गरेछ भनिसकेपछि त्यो देखेर पनि त मान्छेले मेरो पाली ल वाउ तैँले पर्छिस् क्या केही हुँदैन अब त आखिर लास्टमा केही तिम्रो नलाउँदो रहेछ मेरै क्वेसन हो तिमीलाई कुनै केटा मन पर्यो भने प्रपोज गर्छौ र गर्दैनौ भने चाहिँ किन अरे होइन मलाई चाहिँ कोही केटा मन पर्यो मलाई एट्र्याक्ट भइसकेको छु भने चाहिँ म प्रपोज गर्छु होला होइन म गर्छु पनि गर्दिनँ त कुरै भएर म गर्छु इफ मन पर्यो भने स्टेप चाल्छु होला नेक्स्ट मेरो क्वेसन बरु राम्रो छ यस्तो बुझ्ने यो त गोबर लोहाट लौ गोबर लोहाट आखिर ठिकै पढेछ अरे आखिर ठिक पढेछ आखिर केले पढ्न देऊ त वाट इफ योर बेस्ट फ्रेन्ड स्टार्ट लाइकिङ द सेम पर्सन एज यु तैँले तेरो बेस्ट फ्रेन्डले पनि त्यही केटा मन पराएको छ भने के गर्छिस् क्वेसन यो ठिक छ है के गर्छिस् भन् त जेविका स्टेप पछाडि सान्ने कि बेस्ट फ्रेन्डसँग सम्बन्ध तोड्ने कि त्यो केटालाई छोडिदिने के गर्ने बेस्ट फ्रेन्डलाई गएर कन्फेस गर्ने कि मैले त्यो केटालाई मन पराउँछु तिमीले नमन पराऊ भनेर मैले त्यही गर्थेँ मैले बेस्ट फ्रेन्डलाई गएर भन्थेँ अब ठिक छ अनि त्यसपछि के अरे ल तैँले त्यसलाई लास्टै मन पराउँछु ल ठिक छ त कन्क्लुजन दिने डिसिजन दिने के आन्सर मात्रै दिने के म कन्फ्युजन दिने त्यसलाई गएर सम्झाउँथेँ मैले तैँले कन्फ्युज गर्दिस् म त आफ्नो साथीले सम्झाउँछु कि न पछि लाग्छ म लाउँछु म लाउँछु किनकि मैले त्यसलाई माया मैले मन पराउँछु तेरो बेस्ट फ्रेन्डले मायै गर्दैन त्यसो भए न वा तेरो आन्सर के हो यो दिन्थ्यो म त ब्याक स्टेप साह्रो दिन्थ्यो म त अर्काले माया गरेको सामान के लिने जाओस् तिम्रै हो क्या यो एन्ड जेविकाको सपोज यु पाड लाउड बेसिकली पादो इन क्लास अरे है एभ्रीवन लुक एट यु तिमीले हेरे व्हाट्स योर नेक्स्ट मुभ त्यसपछि के हुन्छ पाड्यो घरमा त निस्किन्थे क्लासबाट है म क्लासबाट निस्किन्थे पादैन निस्किन्थ्यो म त सबै पादिहाल्यो के तिम्रो मुभ के हुन्छ पादेर अब त्यत्रो सबैले सुनेर नि हेरिराख मतिर भनिसकेपछि म त निस्किन्थेँ नि क्लासबाट ब्रो नाइ पछाडिको डोरबाट निस्किन्थेँ नि त पछाडि पनि त डोर छ नि त ए हाम्रो पछाडि मेरो टर्न कहिले आउँछ तिमीले भर्खर निकालेको होइन भर्खर क्वेसन सोधेको त मलाई के सोधेको छ भर्खर पादवाला ए यो भन्छ वा मेरो क्वेसन कति राम्रो क्वेसन छ सपोज यु आर इन अ रिलेसनसिप होइन स्टिल तिमी कोही केटाप्रति एट्र्याक्ट भएको छ न अनि एट्र्याक्ट भएर त्यो केटासँग म रिलेसनसिप पनि बसेँ अरे क्या मन पराएको केटासँग होइन अनि तिमी त्यसपछि चाहिँ तिमीले के गर्छौ आफ्नो एक्ससँग मतलब सरी प्रेजेन्ट जुन केटा थियो हुँदा लभ गर्यो नि त्यसमा जान्थ्यो कि नयाँ मन पराएको जान्थ्यो म अफकोर्स यो हुँदा मैले अरू मन पराउँछु म अरूसँगै जान्छु यसमा किन जान्छु होला म त्यही सेकेन्ड अप्सन चुज गर्छु या राम्रो क्वेसन सोध्दैछु यार आफैले पढेँ म ए लास्ट परेछ है लास्ट हाँसो ल डियर त पहिले आएछ यार सपोज तिमी केटा भएको भए के गर्थ्यौ सुरुमा र किन सुरुमा के गर्न चाहन्छस् त केटा भएको भए मेरै क्वेसन हो फेरि म केटा भएको भए सुरुमा घुम्न जान्थेँ ए केटीहरू घुम्नै पाएको छैन यसलाई सन्का आइछन् ट्रेकिङ गर्न जान्थेँ ट्रेकिङ गर्न जानु दिन्न नि तेरो घरकाले केटा भएको एउटा स्पेसिफिक कुरा हुन्छ है कस्तो भन्नाले म केटा भएको भए के गर्थेँ भने लोयलिटी भनेको मिनिङ के हो म देखाइदिन्छु मैले नि म केटा भएको भए मैले केटीलाई लाइक कसरी ट्रिट गर्छन् त्यो सब देखाइदिन्थेँ के लोयल्टी के हो त्यो देखाइदिन्थेँ माया भने के हो एउटामा टिकेर बस्छ देखाइदिन्थेँ के मैले एउटा पोइन्ट भन्नु अब तिम्रो के भन्नु छ कि केटा भएको के गर्छ सेम रिजन के राम्ररी ट्रिट गर्नु लाइक त्यसलाई रानी बनाएर राख्थेँ कि मैले तिनीहरूले सबै केटाले धोका दिएर बस्छ कि बोलेन है